समाज वा व्यक्ति बलियो हुनुपर्छ वा राज्य बलियो हुनुपर्छ भन्ने सन्दर्भमा दुई धारबाट बहस गर्ने हो भने डेमोक्रेटहरू जनता बलियो हुनुपर्छ, हरेक जनताको पुँजी हुनुपर्छ भन्ने मत राख्छन्। तर सोसलिस्टहरू अर्थात् कम्युनिस्टहरू चाहिँ राज्य बलियो हुनुपर्छ, घाँस बाँस कपास राज्यले दिनुपर्छ, व्यक्तिले त केही नगरे नि हुन्छ वा राज्यले गरे बमोजिम राज्यले हराए बमोजिम मात्रै गर्नुपर्छ भन्ने धारणा राख्छ। जस्तो व्यक्ति कमजोर भयो भने राज्यले त्यसको दायित्व वहन गर्नुपर्छ भने, जस्तो अहिले वृद्ध भत्ता एकल महिला भत्ताहरू राज्यले केही दिइराखेको छ, किनभने त्यो उमेरका आधारमा पनि केही गर्न नसक्ने अवस्था, जोडी नहुँदा पनि केही गर्न नसक्ने अवस्था, आर्थिक रूपमा कमजोर हुन्छ भन्ने। र अब चाहिँ हामी राज्यप्रति उत्तरदायित्व हो, तर राज्यले व्यक्तिलाई पाल्न सक्दैन। व्यक्तिले राज्यले व्यक्तिलाई परिस्थिति निर्माण गरिदिने हो, सुनिश्चित गरिदिने हो, लगानीको तयारी गरिदिने हो, लगानी मैत्री वातावरण तयार गरिदिने हो र उसले आफ्नो पुँजी निर्माण गर्ने र राज्यले तोके बमोजिमको कर राज्यप्रति तिर्ने दायित्व निर्माण गर्ने हो। जब व्यक्ति बलियो हुन्छ राज्य पनि बलियो हुन्छ भन्ने धारणाबाट चाहिँ डेमोक्रेटहरू अगाडि बढ्छ। तर घाँस बाँस कपास नै व्यक्तिलाई राज्यले दिने भनेको चाहिँ त्यो चाहिँ राज्यको व्यक्तित्व चाहिँ बलियो भयो हैन। राज्यले चाहिँ व्यक्तिलाई नदिन पनि सक्ने भयो नि त। त्यतिखेर त व्यक्ति त कङ्गालीकरण हुन्छ, व्यक्तिसँग त जमिन हुन्न, व्यक्तिसँग त पुँजी हुन्न, राज्यले जे भने त्यही मान्ने अवस्था आयो भने त्यो चाहिँ निरङ्कुशतातिर कम्युनिस्टहरूको विचारधारा अथवा राज्यको व्यक्तित्व निर्माण गर्ने घाँस बाँस कपास तयार गरिदिन्छु भनेर व्यक्तिलाई पनि एउटा निकम्म बाटोमा लैजाने प्रयास हिजो पनि भएको थियो, आज पनि भइरहेछ। आम निर्वाचन आइराखेको छ। यो आम निर्वाचनको मुखमा चाहिँ अब हामी डेमोक्रेट हुने कि सोसलिस्ट हुने अर्थात् कम्युनिस्ट हुने भन्ने विषयमा चाहिँ अब बौद्धिक तहमा चाहिँ बहस गर्न सकिन्छ। बौद्धिक वर्गले विचारका आधारमा, आइडियोलोजीका आधारमा सेपरेसन अफ सोसाइटी, सेपरेसन अफ बोर्ड्स, सेपरेसन अफ ग्रुपलाई अगाडि बढ्न सक्यो भने डेमोक्रेटहरूले निर्वाचित हुने र जनताको पुँजी अर्थात् खुला अर्थतन्त्रको बहस मार्फत व्यक्ति सम्पन्न भयो भने मात्रै देश सम्पन्न हुन्छ। उसको व्यक्तिले पुँजी लगानी गर्यो भने मात्रै उसले माटोप्रति माया गर्छ, व्यक्तिले लगानी गर्यो भने मात्रै उसले देशप्रति माया गर्छ र आफ्नो उत्पादनलाई विदेशी बजारमा लैजाने अर्थात् निर्यातमुखी अर्थतन्त्र निर्माण गर्ने काम गर्छ। तर यदि राज्य बलियो बनाइयो, व्यक्ति अल्छी भयो, व्यक्तिले आफ्नो निजी लगानी गर्न सकेन, माटोप्रति उत्तरदायी भएन, समाजप्रति उत्तरदायी भएन भने चाहिँ त्यो चाहिँ उसले चाहिँ आयात गरेर आफ्नो पुँजीलाई विदेश पठाउने काम, पुँजी पलायनको काम बढ्ता हुने भएको हुनाले अबको निर्वाचनमा चाहिँ हामीले डेमोक्रेटको किनारा र कम्युनिस्ट किनारासँग निर्माण गर्न सक्यो भने सायद हामीले नेपालको इतिहासमा डेमोक्रेसीका लागि बहस गर्दै आएका डेमोक्रेटहरूलाई मतदान गर्ने, म यहाँ पार्टीको नाम लिन्न, तपाईँहरू डेमोक्रेट बन्नाले तपाईँहरू बुझ्नुहुन्छ, कम्युनिस्ट बन्नाले तपाईँहरू बुझ्नुहुन्छ। कम्युनिस्ट पनि विभिन्न किसिमका कम्युनिस्टहरू छन् हैन। टोलमा, वडारमा, बाटोमा, चोकमा विभिन्न पार्टीका झुन्डहरू हुन्छ हैन। तर अब चाहिँ छिया पसलबाट, आँगनको ढिलबाट, चौताराबाट अब निर्वाचन हुन्छ भनिराखेको छ, तर निर्वाचन हुन्छ हुँदैन। तर सेपरेसन अफ डेमोक्रेसी, सेपरेसन अफ कम्युनिस्ट आइडियोलोजी का आधारमा हामी यदि नेपालमा दुई दलीय व्यवस्था, दुईवटा ठुला दलहरू निर्माण गर्न सक्यौँ र सत्तापक्ष र प्रतिपक्ष, जस्तो अमेरिकन डेमोक्रेट, अमेरिकन रिपब्लिक पार्टी भनेर दुईवटा हुन्छ नि हैन। अमेरिकन डेमोक्रेट चाहिँ यहाँको नेपालको डेमोक्रेट जस्तो भने रिपब्लिकनहरू चाहिँ कम्युनिस्ट त होइन तर एन्टी डेमोक्रेट चाहिँ हो हैन। त्यसकारण हामी भन्न सक्छौँ अबको आम निर्वाचनमा चाहिँ यो आइडियोलोजीबाट अगाडि बढ्यो भने, युवाहरूले बहस पुँजीको मुद्दालाई, अर्थतन्त्रको मुद्दालाई अगाडि बढायो भने सायद हरेक युवाले लगानी नेपालमा गर्नुपर्छ, माटोमा उत्पादन गर्नुपर्छ, आफूसँग माल भए मात्रै अरूको नगद लिन सकिन्छ, आफूसँग उत्पादनहरू छ भने मात्रै अरूलाई बेचेर पैसा आफूलाई अर्निङ हुन्छ। त्यो अर्निङ चाहिँ देशलाई तोकिए बमोजिमको राजस्व कर तिरेर देश पनि धनी भयो, व्यक्तिको माटोप्रति, व्यक्तिको आफ्नो समाजप्रति, व्यक्तिको आफ्नो उत्पादन हुने भयो।
त्यो उत्पादनले अर्काको नगदलाई तान्ने भयो होइन। यो अवस्थाबाट पुँजीवादको ठुलो विकास चाहिँ हरेक व्यक्तिको सबलीकरण हो। आर्थिक रूपमा सबल मान्छेले चाहिँ शिक्षा क्षेत्रमा पनि गुणस्तरीय शिक्षाको लागि जहाँ पनि पुग्न सक्ने भयो। न्याय क्षेत्रमा पनि उसले चाहिँ आफ्नो सामाजिक न्यायका निमित्त सङ्घर्ष गर्ने भयो, शिक्षा लिन सक्ने भयो। प्रशासनिक क्षेत्रमा पनि उसले शिक्षा भएपछि त अब लोकसेवाबाट चाहिँ नि उसले चाहिँ प्रशासनिक क्षेत्रमा प्रवेश गर्न सक्ने भयो। तर पुँजी छैन भने ऊ विद्यालय जान सक्दैन, ऊ 2-4 जनाको समूहमा गएर बोल्न सक्दैन, बहस गर्न सक्दैन। त्यो परिस्थितिसम्म पुग्नका लागि व्यक्तिको पुँजी निर्माण चाहिँ महत्त्वपूर्ण पक्ष भएको हुनाले अबको विषय चाहिँ निर्वाचनमा पुँजी निर्माणको एजेन्डा, पुँजी पनि व्यक्ति र समाजमा हरेक घरमा कृषि उद्योग, एक घर एक कृषि उद्योग अभियान चलाउन पुँजीवादी व्यवस्थाको जरुरत छ भन्ने चाहिँ मेरो पक्षपोषण हो होइन। पुँजीवादी व्यवस्था डेमोक्रेसीको चाहिँ पक्षपोषण हो। डेमोक्रेसी मार्फत मात्रै एउटा व्यक्तिले आय आर्जन गर्न सक्छ, आर्थिक रूपमा सम्पन्न हुन्छ भन्ने यात्रामा हामी जान सक्यौँ भने मात्रै भोलिको आर्थिक क्रान्ति सम्पन्न हुन्छ हो। यो दुईटा धारमा, दुईटा सेपरेसनमा गयो भने दुईटा ठुला दल निर्माण गरेर जान सक्यो। एउटा ठुला दल प्रतिपक्षमा रहन्छ, एउटा दल सत्तामा रहन्छ, आलो पालो चलाउन पनि सक्छ। तर हामी त यहाँ चाहिँ त विभिन्न विदेशीहरूको प्रायोजनमा, विदेशी स्वार्थमा विभिन्न दलहरू आउने, नयाँ पुराना भन्ने मुद्दा हुने। नयाँ र पुरानो होइन दल, पुँजी निर्माणको अर्थ होइन, विकास र आर्थिक क्रान्तिको निमित्त चाहिँ दल निर्माण हुनुपर्छ, दल हुनुपर्छ भन्ने हामीलाई लाग्छ। तपाईँहरू पनि यो हाम्रो प्रारम्भिक बहस भएको हुनाले यो प्रारम्भिक बहसमा हामीलाई कमेन्ट गरेर साथ दिनुहोला कि हाम्रो आइडियोलोजीलाई तपाईँले गोडमेल गरेर समाजबाट नयाँ थप सुझावहरू सहितको एउटा एजेन्डा तयार गर्न सक्यो भने हाम्रो अभियानहरू अगाडि बढ्नेछ। जदौ जय नेपाल।